गाइज आजको हाम्रो यात्रा चाहिँ काठमाडौँदेखि सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकासम्मको रहेको छ। किनभने हाम्रो केही व्यक्तिगत कामको कारणले गर्दाखेरि आज हामी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकासम्म पुग्ने छौँ। सो मेरो साथमा आज यो स्तुतिया बोगटी भाइ पनि जाँदैछ। आजको मेरो क्यामेराम्यान पनि यही हुनेछ हैन। सो हामी दुईजना चाहिँ आज भोटेकोशीसम्मको यो यात्रा गर्नेछौँ। अब कति टाइम लाग्छ के लाग्छ हामीलाई थाहा छैन। यो हाम्रो फर्स्ट ट्रिप हो त्यतातिरको हैन। फर्स्ट टाइम जाँदैछौँ हामीलाई। सो बाटोहरू चाहिँ कस्तो छ त्यो पनि थाहा छैन। अब जाउँ, गइसकेपछि त्यहाँको सबै कुराहरू भिडियोको मार्फत प्रस्तुत गर्ने प्रयास गर्नेछौँ हामी हैन। सो हाम्रो घोडा पनि रेडी छ जानको लागि भरबाटै, अनि हाम्रो अर्को घोडा बोगटी पनि रेडी छ जानको लागि। हामी तयार छौँ गाइज हैन। सो लेट्स गो गाइज नाउ सिन्धुपाल्चोक। अर्को मान्छे भलक इन बाहिर त इन बाहिर मेरो भाइ यसलाई नदेखाउँ। सो गाइज हामी चाबेरदेखि अब बौद्धतर्फ लागिसकेका छौँ। बौद्धबाट हामी जोरपाटी हुँदै साथो हुँदै आज सिन्धुपाल्चोकसम्म पुग्ने हाम्रो यात्रा छ। अब चाहिँ सिग्नलमा केही समय वेट गर्नुपर्ने भएकोले हामी चाहिँ वेटिङ गरिरहेका छौँ। अन्ति टाइम चाहिँ लास्ट ढिला भइसक्यो। बिहान 8 बजे हिँड्नु पर्ने मान्छे हो हामी चाहिँ खासमा। अहिले चाहिँ 12 बजीमा भइसक्यो। गएर फर्किनु छ गाइजहरू। गाइज अब सम्झीसँग कुराकानी पनि भइसक्यो होइन। र चाहिँ सम्झीसँग कुरा भयो। सम्झीले क्युआर पठाउनु भन्नुभएको छ। र गाइज होइन फाइनली अब यतिसम्म आइयो। हामी चाहिँ सो गाइज बाटोमा चाहिँ अब जाने क्रममा चाहिँ यो भ्यू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। दामी भ्यू लागेको हुनाले चाहिँ हामीले चाहिँ मोबाइलमा लिने प्रयास गरिरहेको छ मोबाइलबाट। सो देख्न सक्नुहुन्छ यो पहाड, यो हिमाललाई चाहिँ होइन हामीले आफ्नो आँखाले एकदमै नजिकदेखि नै निहालिरहेका छौँ यो सौन्दर्यतालाई। ओह्रालो बाटो हिँड्दा हिँड्दा डिसले पनि काम गर्न छोडिसक्यो होइन। हामी चाहिँ अब यसमा पानी हाल्छौँ यो बनाउनलाई यसलाई। गाह्रो छ राइड गर्न पनि गाह्रो छ। अर्को पानीको बोतल पनि लिएर आइदिएर बोकेर जानुपर्छ यार। अर्को बोतल लिएर आइदिनु। सम्झीलाई फोन गरौँ एकछिन। यता न यहाँ मोबाइल होइन सम्झी। अरे यार यो त ठाउँ त उल्कै रहेछ यार। मा कसम यार त तेरिका यार। छरी मरि जाने जस्तो रहेछ यार। माटो बाइकका ब्रेकै नलागिन पानी देखा त कता गयो बोगटी। पानीको बोतल हेर्नु यहाँ यो बाइकको ब्रेक नलागिन पानीको बोतल पानी हाल्दै बाइक चलाउँदै गरिरहेको छ यार। माया कसम यार।
खतरा बाटो यार महाकसम हेर न यार पहाड ढुङ्गा वरिपरि अब यहाँ लगभग कति किलोमिटर छ भनेपछि 20 किलोमिटर छ क्या पुग्नलाई अब 23 किलोमिटर सिन्धुपाल्चोक त करस भएर यहाँ भोटेकोसी पुग्न लाग्यो कि म अब त्यो नम्बरमा कुरा भइसक्यो मेरो के पहिला त्यो जो उसलाई उसँग कुरा गर्छु अनि मेरोसँग कुरा गर्छु त्यो तपाईले पहिला पठाउनु भएको थियो नि नम्बर त्यही त मेरोसँग कुरा भयो तपाईहरुको अहिलेसम्म रोड चाहिँ दामी थियो अहिले चाहिँ लास्टै यो रोड आयो होइन अब जाँदैछौँ रोडै भए पनि हामी जानु पर्नेछ रोड भनेको यहाँबाट पिच रोड आइदिन हाल्छ लगाएर अब चाहिँ फेरि सचिवजीलाई भेट्ने कार्यक्रम छ हाम्रो सचिवजीलाई भेट्ने कार्यक्रम छ अब मेरो साथ हुनुहुँदो रहेछ अलिकति केसरी जटिल भएको हुनाले यहाँ सबै कुराहरू चाँजो बाँझो मिलाउनु पर्ने भएकोले अब सचिव साहबलाई भेट्न जाँदैछ हामी गाउँभित्र के कुरा हुन्छ भित्र त देखाउन पाइँदैन यही हो गाउँ लगायत हाम्रो केस पनि मिलेन मान्छे चाहिँ खराब रहेछ एकजना मान्छे खोज्न आएको बाटो चाहिँ यस्तो छ होइन अब चाहिँ हामी फर्किँदैछौँ ब्याक टु होम अब जानेबाट कहाँसम्म जान सकिन्छ जाम अब जान नसकेको अवस्थामा हामी सिन्धुपाल्चोकमै बस्ने हाम्रो योजना छ बाटो चाहिँ एउटै डेन्जर छ हाम्रो सम्झी फेरि पुरै बुझ्नुहुन्न यार अनि पाखा बाटो छ यस्तो अफरोड छ ब्रेक हान्दा ब्रेक लाग्दैन यस्तो गाह्रो छ गाइडहरू होइन आखिर त्यो मान्छे चाहिँ हराएको रहेछ मान्छे काठमाडौँमै हराएको रहेछ अनि त्यही भएर अब चाहिँ हामीले एउटा बुझ्नु पर्यो हामीले थोरै खाजा खायौँ भोक लगाएर अब फेरि हामी जाँदैछौँ आफ्नो यात्रामा कन्टिन्यू ब्याक टु काठमाडौँ त्यो देख्न सक्नुहुन्छ पुलमा लाइट चाहिँ बवाल हालेको छ लास्टै टाढा आइयो नि त हामी लगभग हामी आएको त चाइना बोर्डरको छेउछाउतिर रहेछ त्यो जुम्ली बस्ने अनि बाटो पनि एकदमै खतरा छ